हेलो साथीहरु नमस्कार। आज चाहिँ म जाँदैछु देउसी भैलो खेल्न। यो चाहिँ हाम्रो टिमले भने मुताबिक चाहिँ पहिलो दिन चाहिँ हामी अत्तरे खेल्न जाने भनिसकेपछि चाहिँ हामी चाहिँ साँझको 4 बजे घरबाट हिँड्दै गजरा चोक हुँदै गजरा चोकमा हामीले 3वटा अटो पनि रिजर्भ गरिसकेका छौँ। 3वटा अटोमा चाहिँ हामी चाहिँ अत्तरेसम्म जान्छौँ अनि अत्तरेबाट हाम्रो देउसी भैलो कार्यक्रम सुरु हुन्छ। अनि साथै यसै भिडियो मार्फत रहेर चाहिँ मैले चाहिँ हजुरहरू सम्पूर्ण मेरा इष्टमित्र दाजुभाइ दिदीबहिनी तथा साथीभाइ लगायत सम्पूर्ण देशवासीहरूमा चाहिँ शुभ दीपावलीको हार्दिक मङ्गलमय शुभकामना पनि व्यक्त गर्न चाहे। सबैजना एक्साइटेड हुनुहुन्छ देउसी भैलो खेल्नको लागि। के छ कस्तो छ अवस्था खेल्न के छ खेल्न सकिन्छ? एकदम रमाइलो रातभरि खेल्न सकिन्छ नि देउसी भैलो। आधी टोली यता छ, आधी टोली अगाडि छ, र जेन्ट्स टोली यता छ, लेडिज टोली यता छ हैन। दुईजना चाहिँ यहाँ अटोमा गइसक्नु भएको छ। उहाँहरूले चाहिँ हिँड्न सक्दैन भनेर के हो हिँड्न नसकेर तपाईँहरू चाहिँ भनेर चाहिँ आधी बाटोसम्म चाहिँ उहाँ अटोमा गइराख्नु भएको छ। सायद सबै थाकिसके जस्तो छ। उहाँहरू चाहिँ सुशीला कार्की बुढी आमैले एरोप्लेनको व्यवस्था गरिदिनु पऱ्यो हाम्रो यो टोलीलाई है। देउसी भैलो टिमलाई चाहिँ सम्बन्धित त्यहाँ देउसी भैलो खेल्ने ठाउँसम्मको लागि एउटा एरोप्लेन चाहिँ चाहियो है। साथीहरू खानालाई भात अनि मेरो भिडियोलाई हजुरहरूको साथ एकदमै आवश्यक छ भन्दै यो भिडियोको माथि डिस्क्रिप्सनमा चाहिँ मैले मेरो युट्युब च्यानलको लिङ्क पनि राखेको छु। सबैजनाले माया गरेर मेरो युट्युब च्यानललाई सब्सक्राइब गरिदिनुहुन्छ भन्ने मैले आशा पनि राखेको छु। फाइनल साथीहरू हामी चाहिँ गजरा चोकमा पुगेर चाहिँ रिजर्भ गरेको अटोमा चाहिँ हामी बसिसकेका छौँ। अब चाहिँ डाइरेक्ट हामी अत्तरेमा गएर झर्नेछौँ। यहाँबाट नभन्दै हामी अत्तरे पुगेर चाहिँ अब देउसी भैलो कार्यक्रमको लागि अगाडि बढ्दैछौँ। अब चाहिँ एकछिनपछि कार्यक्रम सुरु हुनेवाला छ। हस्त साथीहरू अन्ततः राति पनि परिसकेको छ। अब हामीले घर पनि फर्किनु पर्नेछ। यो भिडियोलाई अन्तिम बनाउँदै फेरि पनि खानको लागि भात अनि यो भिडियोलाई हजुरहरूको साथ एकदमै धेरै जरुरी छ भन्दै हजुरहरूको साथ र सपोर्टको आशा राख्दै म त ढले ढलेसँगै बिदा चाहन्छु। हस्त धन्यवाद।